नमस्कार, म शिव कुमार आचार्य, पारदर्शी अनलाइन पोल्यान्ड संवाददाता। होमिज कप 2025 7A साइड फुटबल प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। उक्त प्रतियोगिताको प्रमुख अतिथि डाक्टर बोधराज सुवेदी र विशिष्ट अतिथि गैर आवासीय नेपाली सङ्घ एनआरएनए पोल्यान्डका महासचिव पवन खड्का रहनुभएको थियो। गर्दै युएनएलएस एफसीले प्रथम स्थान हात पार्न सफल भयो। त्यसै एभरेस्ट बजीले दोस्रो स्थान र क्लब तुलोले तेस्रो स्थान हासिल गरे। प्रतियोगितामा बेस्ट गोलकिपरमा विक्रम श्री, बेस्ट डिफेन्स खिम गुरुङ, हाई स्कोर युएनएलएसका क्याप्टेन सोनम लामा, बेस्ट प्लेयरतर्फ युएनएलएसका गणेश तामाङ हुनुभयो। उक्त प्रतियोगिताले खेलकुद क्षेत्रको विकासमा थप योगदान पुर्याउने र नेपाली समुदाय बीच भाइचारा बढाउने उद्देश्यले आयोजना गरेको आयोजकले जानकारी दिनुभयो। विजय टोली तथा खेलाडीहरूलाई आयोजक संस्थाले ट्रफी, प्रमाणपत्र र पुरस्कार प्रदान गरेको